बिग्रेको फ्यान र बिग्रिएको मोबाइल बेच्दा कति रुपियाँ आयो त र यो चलिरहेको नलका कसरी बिग्रियो त भिडियो अन्तिम समय नहोला। हेलो गाइजहरु, आयो तपाईहरु सन्चै हुनुहुन्छ? म पनि एकदमै सन्चै आरामै छु। नास्ता खाएर म चाहिँ लागेको पसल बाबाको मोबाइल लिएर। नै हो पसल, यहाँ सबै सामानहरु सुपथ मूल्यमा पाउँछ। आवश्यकता अनुसारको सामान पनि लिएर आए। जो कि देख्न सक्नुहुन्छ यही नै हो। बियर, हाइल्यान्डर र रेड बुल अन्य पनि थिए। यति लिएर के आउनु भएको थियो? घरमा त नचाहिने सामान बेच्न लाग्नु भएको पो रहेछ। बिग्रेको फ्यान र फुटेको मोबाइल बेच्दा त जम्मा 300 रुपैयाँ पो दिनुहुन्छ। यतिले त कहाँ हुन्छ बुढा? 500 देऊ भनेको यति त हुँदैन भनेर जानुभयो। मैले पनि हुन्छ गरिखाउ बुढा भनेर पठाइदिए। सबैको दुःख एउटै त हो, कारण पैसा। त्यसपछिको काम भने जति गर्दा पनि नलकामा पानी आइरहेको थिएन। जो त्यही रिसले भाँच्दिएको थिए सो सरी बल्ल तल्ल 300 कमाएको थिए, त्यही 300 पनि गयो। यति मात्र हो र थप 200 जम्मा खर्च 500 भयो। कारण या मुख्य पात्र को होला त कमेन्ट। त्यसपछि एकदमै भोक लाग्यो, कारण खाना लाग्यो। भोक लागेको बेला एकदमै धेरै खाने म मात्रै हो कि हजुरहरु पनि हो? खानाले त भोक मात्र मार्यो भनेर म चाहिँ गर्मी हटाउनलाई म चाहिँ 1 गिलास चिसो स्प्राइट खानातिर लागे। आधा त एकदमै आनन्द आइरहेको थियो, जो कि मेरो अनुहारमा हेरेर थाहा पाउन सक्नुहुन्छ। आएको छैन त मजा हजुरहरु नै भन्नु। मौसम पनि के हो कुरै बुझ्न सक्दिन। दिउँसो भने ओभर गर्मी भइरहेको थियो, साँझ भने पानी परिरहेको छ। हुन त नेपालको सबैभन्दा गर्मी हुने ठाउँ भने चिनिन्छ, त्यसै त चिनेको होइन होला। अरु त्यो कुरा छोड मेताएर के लाग्छ मलाई रोटी हाल्न आउँदैन रे। हो त्यसैले छोडेको होइन। अहिले देखिस नि सरी एज अ जो वास्तविक मम्मीलाई हल्का सन्च नभएको कारण त्यसैले हो मैले रोटी हाल्न लागेको। दिस इज नर्मल, रोटी हाल्नु ठुलो कुरा होइन, बट सधैँ हाल्नु ठुलो कुरा हो। जो कि मेरो मम्मीले एभ्रीडे डिनर खाना बनाउनु हुन्छ। कसको लागि? बाबाको लागि। भन्दै त मेरो 10 कन्टेन्ट र मस्काउने काम भइरहेको। कन्टेन्टको लागि मात्र धोको होइन, अरु बेला नि धुने गर्छु। हात धुँदै आइरहेको छु, त्यस्तो मलाई गाह्रो लाग्दैन। मिडल क्लास फ्यामिलीले यति नगर्दा त कहाँ हुन्छ? भिडियोमा केही कमी कमजोरी भएपछि भन्दिनु, सबै कुरा मलाई थाहा पनि हुँदैन। अन्तिम समय हेर्दै धेरै धेरै धन्यवाद भन्दै आजलाई यति सिउ अघि नेक्स्ट भिडियो एन्ड बाई।